के हो यार, म त आजभोलिका यो भुराभुरीहरूको चर्तिकालाई देखेर पनि के भन्नु सोच्नै सकिँदैन। के हो यार बहिनी, पुरा फेसबुकमा त बोयफ्रेन्डको फोटो माई एभ्रिथिङ भनेर हालिरहेको छौ त के हो, नमुरदैको 3 बात भनिया जस्तै। अनि यो भाइलाई के भएको, बाबाको त्यो स्टकोटको खल्तीबाट 50 रुपियाँ चोरेर याम्मी निकालेर के हो, मलाई त 1v1 आइज अरे कस्टम। भाइ पहिला सिगन फालेर आइज है, त्यसपछि मसँग खेल्ला होलास्। के भन्नु, बाबाले पढ छोराछोरी भनेर घरदेखि पठाउँछन् होइन। कोही स्कुलमै अब लभ गर्न थालिहाल्छन्, कोही चाहिँ फ्री फायर खेलेर मस्त। के भन्नु, आजभोलि त के छ भन्दाखेरि अब मोबाइल पायो कि अब हरेक बहिनीहरूको केसमा चाहिँ लभ गरिहाल्ने। के हो बहिनी, मोबाइल पाउन बित्तिकै लभ गर्नुपर्छ, घरमा मम्मीसँग मोबाइल भएन भने मर्छु भनिदिने होइन। के हो, मोबाइल पाउन बित्तिकै बोयफ्रेन्ड बनाइहाल्ने। अनि भाइ के हो, मोबाइल पाएन भनेर बाबाको खल्तीबाट पैसा चोर्ने आमाले कहाँ राखेछन्। के हो, चोरेर मोबाइल आफै किनिदिने कि कस्तो हो। अनि मलाई भनिदिने फ्री फायर खेलौँ 1v1। प्राय आजभोलि चाहिँ हर ठाउँमा चाहिँ यो चलिरहेको छ होइन। अझ भाइहरू चाहिँ के भन्छन् भन्दाखेरि फ्री फायरमा आएर 1v1 खेलौँ भाइ रे अझ भाइले साना भर्खरको 12-13 वर्षका पुच्चापाचीहरू होइन भाइ भनिदिने। अनि बहिनीहरूलाई चाहिँ के भएको, के छ भनेर मेसेज गर्दा त बोयफ्रेन्ड छ भन्छौ त सिधै। अरे यार बहिनी, तिम्रो अहिले यो लभ गर्ने उमेर होइन, पढ लेखा होइन। त्यो एसीको रिजल्ट आउनु लाग्छ, फेरि फेल भयो भने घरदेखि लखेड्लान्, फेरि बोयफ्रेन्डले पनि छोड्ला अनि थाहा पाउला। त्यही भएर राम्रोसँग पढ होइन, इन्जोय गर, रमाऊ, टिकटक बनाऊ होइन, मिसयुज चाहिँ नगर है सामाजिक सञ्जालको र मोबाइलको। मोबाइल पाएँ भन्दैमा लभ गरिहाल्ने है आजकलका बुढाबुढी, त्यो पनि 12-13 वर्षको, स्कुलमा लभ लेटर लेख्ने होइन। अरू पोखरा भन्दा आउँदैन होइन, लभ लेटर लेख त भन्दाखेरि फेरि सडर के हो म गाह्रो छ। अरे लभ नै पार्नु छ भने यसो म छुँदैछु, सिङ्गल छु होइन, यतातिर पनि मेसेज गर न। के हो अङ्कल भनिदिने रे, भर्खर 22-23 वर्षको मान्छेलाई अङ्कल भनिदिने रे। अनि 12-13 वर्षको फुच्चेलाई चाहिँ माई एभ्रिथिङ भनेर कभरमा राखिदिने। के हो बहिनी, पारा ठिक लागेन है भाइ तेरो पनि।